नमस्ते साथीहरू, म फेरि पनि उपस्थित भइसकेको छु रिलायन्स स्पिनिङ मिलको आज 8औं दिनको कारोबारको अपडेट लिएर। म अहिले चाहिँ टिएमएसमा छु। तपाईँले टिएमएसमा देख्न सक्नुहुनेछ रिलायन्स स्पिनिङ मिलको आइपिओ चाहिँ सेकेन्ड नम्बरमा रहेको छ। अर्थात् यस कम्पनीको आइपिओ आज 9.9% ले बढेर यस कम्पनीको प्रतियोगिता मूल्य 624 रुपियाँ 20 पैसा पुगेको छ भने 56 रुपियाँ 70 पैसाले चाहिँ यस कम्पनीको आइपिओको मूल्य आज बढेको छ। अब रिलायन्स स्पिनिङ मिलको आइपिओको प्रतियोगिता मूल्य तपाईँले देखिसक्नुभयो कति रुपियाँ पुगेको छ भनेर। अब हामी यस कम्पनीको आइपिओको बाहिर डिमान्ड के कस्तो रहेको छ भनेर यहाँनिर बाहिर सेलमा हेरौँ। मैले आज पनि रिलायन्स स्पिनिङ मिलको 20 किता बाई अर्डरमा राखेको छु। यो पाउन त असम्भव रहेको छ। अब यहाँनिर देख्न सक्नुहुनेछ तपाईँले लास्ट ट्रान्जेक्सन प्राइस 624 रुपियाँ 20 पैसा र 56.70 पैसाले चाहिँ यस कम्पनीको प्रतियोगिता मूल्य आज बढेको छ। अब यहाँनिर बाई डिमान्डमा देख्न सक्नुहुनेछ 3,77,853 किता बाई डिमान्ड रहेको छ भने सेलमा चाहिँ कुनै पनि लगानीकर्ताले सेल अर्डर राख्नु भएको छैन। अर्थात् मार्केट बन्द भइसकेपछि कति किताको दिनभरिमा कारोबार भएको छ भनेर म तपाईँलाई अपडेट दिने नै छु। अब यहाँनिर टप बायरमा देख्न सक्नुहुनेछ 1801 जनाले चाहिँ 2,28,838 किता 624 रुपियाँ 20 पैसामा चाहिँ बाई गर्न खोजिरहनु भएको छ भने 31 जनाले चाहिँ 5,740 किता 624 रुपियाँ 10 पैसामा, त्यसैगरी 102 जनाले चाहिँ 7,130 किता 624 रुपियाँमा, त्यसैगरी 3 जनाले 160 किता 623 रुपियाँ 90 पैसामा बाई गर्न खोजिरहनु भएको छ भने त्यसैगरी 7 जनाले 210 किता चाहिँ 623 रुपियाँ 80 पैसामा बाई गर्न खोजिरहनु भएको छ। यो त थियो रिलायन्स स्पिनिङ मिलको बाई डिमान्ड। अनि यहाँनिर चाहिँ टप बायरमा कतिजना रहेका छन् अर्थात् टप डिमान्ड कति किता रहेको छ भनेर तपाईँले यहाँनिर जानकारी पाइसक्नु भयो भने सेलमा चाहिँ कुनै पनि सेलरले अर्डर राखेको देखिँदैन। अब अन्तिममा मार्केट बन्द भइसकेपछि कति किताको कारोबार भएको छ अर्थात् मार्केट बन्द हुन अब झन्डै 20 मिनट भन्दा बढी बाँकी रहेको छ भने त्यसपछि चाहिँ म मार्केटमा कति किताको कारोबार भएको छ अर्थात् कुन ब्रोकरबाट सेल भएको छ कुन ब्रोकरबाट बाई भएको छ भनेर सम्पूर्ण अपडेट दिने नै छु। आज यो चाहिँ 8औं दिनको कारोबार रहेको छ भने अब यस कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताले आफ्नो लगानी उठाउनको लागि अझै 2 दिन कुर्नु पर्नेछ। अर्थात् अझै 2 दिन यस कम्पनीको आइपिओमा सकारात्मक सर्किट लागेको खण्डमा भने तपाईले 50 किता आइपिओ भर्नको लागि लगानी गर्नुभएको पैसा चाहिँ तपाईले उठाउन सक्नुहुनेछ। अब तपाईले हेरेर देख्न सक्नुहुनेछ मार्केट बन्द भइसकेको छ। आज मार्केट चाहिँ 19.27 पोइन्टले बढेर 2674.2 पुगेको छ भने 0.72% ले चाहिँ आज नेप्सेमा वृद्धि भएको छ। अब हेरेर सेकेन्ड नम्बरमा देख्न सक्नुहुनेछ रिलायन्स स्पिनिङ मिलको आइपिओ। तपाईले चाहिँ रिलायन्स स्पिनिङ मिलको आइपिओमा चाहिँ आज वृद्धि भने 9.9% ले भएर 624 रुपियाँ 20 पैसामा चाहिँ आज क्लोजिङ प्राइस भएको छ। अब रिलायन्स स्पिनिङ मिलको 8औं दिनको कारोबारको अपडेट दिने क्रममा आज दिनभरिमा चाहिँ कति किताको कारोबार भएको छ भनेर अपडेट लियौं। हेरेर देख्न सक्नुहुनेछ रिलायन्स स्पिनिङ मिलको आज 110 किताको कारोबार भएको छ भने 8 जना लगानीकर्ताले भने यस कम्पनीको आइपिओ बेच्नु भएको छ। बिहान चाहिँ ओपनिङ प्राइस 561 रुपियाँ 90 पैसामा भएको थियो भने अहिले यस कम्पनीको प्रतियोगिता मूल्य 56.70 पैसाले बढेर 624 रुपियाँ 20 पैसामा क्लोज भएको छ। अब हेरेर फ्लोर सिटमा देख्न सक्नुहुनेछ आज 110 किताको कारोबार भएको छ भने 66,647 रुपियाँको कारोबार भएको छ। हेरेर चाहिँ 561.90 पैसामा एकजना लगानीकर्ताले 10 किता आइपिओ बेच्नु भएको छ भने त्यसैगरी 573.10 पैसामा एकजना लगानीकर्ताले 10 किता बेच्नु भएको छ। त्यसैगरी 584.50 पैसामा एकजना लगानीकर्ताले 10 किता आइपिओ बेच्नु भएको छ भने त्यसैगरी 10 किता आइपिओ चाहिँ 596.10 पैसामा चाहिँ एकजना लगानीकर्ताले बेच्नु भएको छ। त्यसैगरी 608 रुपियाँमा एकजना लगानीकर्ताले 10 किता आइपिओ बेच्नु भएको छ भने 10 किता आइपिओ फेरि 620 रुपियाँ 10 पैसामा बेच्नु भएको छ भने आज 30 किता चाहिँ एकजना लगानीकर्ताले 624 रुपियाँ 20 पैसामा बेच्नु भएको छ भने त्यसैगरी 20 किता चाहिँ एकजना लगानीकर्ताले 624 रुपियाँ 20 पैसामा बेच्नु भएको रहेछ। टोटल दिनभरिमा 110 किताको कारोबार भएको छ भने 66,647 रुपियाँको कारोबार भएको छ। अब ब्रोकर एनालाइसिस हेरौं। ब्रोकर एनालाइसिसमा चाहिँ टप बायरमा चाहिँ ब्रोकर नम्बर 53 ले 20 किता बाई गरेको छ भने 10 ले चाहिँ 10 किता, त्यसैगरी 14 ले 10 किता, त्यसैगरी 36 ले 10 किता, त्यसैगरी 62 ले 10 किता बाई गरेको छ भने हेनेर तलतिर देख्न सक्नुहुनेछ ब्रोकर नम्बर 53 बाट चाहिँ 20 किता बाई भएको छ। एभरेज प्राइस 540 रुपियाँ 20 पैसामा। त्यसैगरी ब्रोकर नम्बर 10 बाट 10 किता बाई भएको छ 556 रुपियाँ 40 पैसामा। त्यसैगरी ब्रोकर नम्बर 14 ले चाहिँ 524 रुपियाँ 50 पैसामा 10 किता बाई गरेको छ भने त्यसैगरी ब्रोकर नम्बर 36 ले 10 किता 514 रुपियाँ 30 पैसा एभरेज प्राइसमा बाई गरेको छ। यो त थियो टप बायरहरु। अब हेरेर हामी हेरौं टप सेलरहरु। टप सेलरमा चाहिँ ब्रोकर नम्बर 38 बाट 50 किता सेल भएको छ भने ब्रोकर नम्बर 34 बाट 10 किता सेल भएको छ। त्यसैगरी ब्रोकर नम्बर 38 ले चाहिँ 545.76 पैसामा चाहिँ 50 किता सेल गरेको छ भने त्यसैगरी ब्रोकर नम्बर 34 बाट चाहिँ 514 रुपियाँ 30 पैसामा चाहिँ आज सेल भएको छ। अब हेरेर तपाईले
देखिसक्नुभयो टप सेलर र टप बायर ब्रोकरहरू। यहाँबाट तपाईँले थाहा पाउन सक्नुहुनेछ कुन ब्रोकरले बढी होल्डिङ गरेको छ, अर्थात् कुन ब्रोकरबाट बढी सेल भएको छ भनेर। अब प्राइस स्टोरीमा जाउँ। अब आज कारोबारको 8औं दिनमा चाहिँ 110 किताको कारोबार भएको छ भने यस कम्पनीको 66,647 रुपियाँको कारोबार भएको छ। पहिलो दिनमा 130 किताको कारोबार भएको थियो भने त्यसै गरी 7औं दिनसम्म आइपुग्दा 60 किताको दरले कारोबार भएको थियो भने प्रत्येक दिन आज चाहिँ रिलायन्स स्पिनिङ मिलको 110 किताको कारोबार भएको छ। अब तपाईले रिलायन्स स्पिनिङ मिलको आइपिओ भर्नको लागि लगानी गर्नु भएको 41,040 रुपियाँ पैसा भने तपाईले चाहिँ यो कम्पनीको आइपिओबाट उठाउनको लागि अझै पनि यस कम्पनीको आइपिओमा म्याक्सिमम 2 देखि 3 दिनसम्म सकारात्मक सर्किट लाग्नु पर्ने हुन्छ। अर्थात् यस कम्पनीको प्रति किता मूल्य 860 रुपियाँ भन्दा माथि गएको खण्डमा तपाईले यस कम्पनीको आइपिओ बेचेर चाहिँ आफ्नो लगानी उठाउन सक्नुहुनेछ भने फाइदा लिनको लागि भने अझै पनि यस कम्पनीको आइपिओ 7-8 दिन अरु होल्ड गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै तपाईले यस कम्पनीको आइपिओबाट राम्रो नाफा कमाउन सक्नुहुनेछ। अब यस कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताले राम्रोसँग होल्ड गर्न सकेको खण्डमा भने यस कम्पनीको प्रति किता मूल्य 1500 देखि 2500 सम्म पुग्न सक्ने उच्च सम्भावना रहेको छ भने अब यो 8औं दिनको कारोबार हो। तपाईले थाहा पाइसक्नु भयो कति किताको कारोबार रहेको छ, अर्थात् टीएमएस मा बाहिर सेलको कन्डिसन के कस्तो रहेको छ भनेर सम्पूर्ण जानकारी पाइसक्नु भयो। अब मार्केट चाहिँ अर्थात् नेप्से मंगलबार खुल्नेछ भने मंगलबार चाहिँ म तपाईलाई रिलायन्स स्पिनिङ मिलको 9 दिनको कारोबारको अपडेट लिएर उपस्थित हुनेछु भने त्यसपछि चुनावपछि मात्रै नेप्से खुल्ने भएको कारणले गर्दा चुनावपछि मात्रै रिलायन्स स्पिनिङ मिलको कारोबार हुनेछ। हस्त साथीहरु, आजको लागि यति नै। तपाईले सम्पूर्ण अपडेट थाहा पाइसक्नु भयो रिलायन्स स्पिनिङ मिलको 8औं दिनको कारोबार। अब म 9 दिनको कारोबार लिएर फेरि उपस्थित मंगलबार हुनेछु। तबसम्मको लागि बिदा हुन्छु। नमस्ते।